हेर्नु न हेर्दै खाउँ खाउँ लाग्दो छ यो माछा। यो राहु माछा भन्छ होइन। यो राहु माछालाई चाहिँ मैले एकदम एकदम तेलमा डिप फ्राई गरेर एकदम क्रन्ची सफ्ट मिठो जुस्सीवाला बनाएको छु र यसको टाउकोहरूलाई चाहिँ मैले टक्क ग्रेभी बनाउन लगाएको छु है। ग्रेभीमा चाहिँ मैले सुरुमा अब प्याजहरू छ्यापीहरू अब यिनीहरूमा हाल्ने इन्ग्रिडियन्ट्सहरू सबै हालिसकेँ होइन। इन्ग्रिडियन्ट्सहरू हालेर टक्क अनि मजाले त्यसलाई तेल आउन जेलसम्म फ्राई गरेँ। त्यसपछि अनि टक्क तातो पानी हालेर त्यसको टाउको र पुच्छरहरूलाई चाहिँ रस ग्रेभी बनाउनको लागि मैले चाहिँ टक्क ग्रेभी बनाइसकेँ होइन। अब टक्क हाल्दैछु है। टक्क पाकिसकेपछि त वाउ भएको थियो है। म ढाँटेको चाहिँ होइन। हेरेरै थाहा हुन्छ नि त मिठो र नमिठो त होइन गाइज। ल मेरो रेसिपी मन परेछ भने कमेन्टमा लेखिदिनु।